औ अचम्म हुनु थाले त। अस्ति पनि मेरो एक जोडी पेन्टी हरायो, आज पनि त्यो रातो पेन्टी सुकाएर राखेको त्यो पनि हराइछ त। तिमीले देखेनौ? के भन्छ त्यसको बाजे? तिम्रो त्यो लेडिसको रातो अन्डरपेन्ट मैले लाउँछ क्या त्यसको बाजे? तिम्रो दिवानाहरू होला नि चारैपट्टि त्यो अन्डरपेन्टहरू सुँग्दै हिँड्नेहरू। अनि यो मान्छेलाई के भयो? तैँले साँच्ची नै खोजेको हो? मान्छे पाइदै नबोल्न। के छिटो त्यसको बाजे आयो, हिर्कै त हाल्नु पर्दैन त। अन्त के तिम्रोमा चाहिँ अन्डरपेन्ट हराउनु? खोइ हाम्रो त कहिले हराउँदैन त। तिम्रो त्यो टट्टी लागेको पहेँलो अन्डरपेन्ट चाहिँ कसले लान्थ्यो? अपुई, यो पो मस्किन्छ त आना। के भयो तँलाई? अन्डरपेन्ट चोर त साँच्ची यो पो होला है। तँ यहाँ आइज त, यहाँ आइज त। खोइ त यता आइज त। तेरो यहाँ अन्डरपेन्ट हेरौँ त। नगर्नुहोस् न म्याडम, के गर्नु? खोइ खोइ खोल त तेरो यो खोल त हेरौँ त। खोइ खोल खोल हेर खोइ खोल न, तेरो अन्डरपेन्ट मात्रै देख न त। खोल खोल त्यसको बाजे खोल त। खोल्नु मान्दैन त। तँ नढाँटी भन् त, तैँले नै लगिस् है मेरो अन्डरपेन्ट। कसम होला म्याडम, मैले लगेको छुइनँ। तँ ढाँट्छस्? त्यसो भए तैँले तेरो त्यो अन्डरपेन्ट किन नदेखाएको भन् त? साँच्चै भनौँ भने म्याडम, म अन्डरपेन्ट कहिले पनि लाउँदिनँ। तँ ढाँट्छस्? म कसरी पत्याउनु तैँले अन्डरपेन्ट लाउँदैन भनेर? कसो भनौँ कि तँ भन्छस् कि तँले के गरौँ हा भन् त? म्याडम नपताए सरलाई सोध्नुहोस्, म कहिले पनि अन्डरपेन्ट लाउँदिनँ। हाय सर। बुढा किन लुकेको? कहाँ छौ तिमी भन त? नडराउ न बुढा, म पनि बुझ्छु नि, मान्छेकोबाट गल्ती हुन्छ नि। मलाई थाहा छ तिमीले मलाई पुरा माया गर्छ भनेर। म पनि तिमीलाई धेरै माया गर्छु। तिमी कहाँ छौ यता आऊ त, म तिमीलाई केही गर्दिन। तिमीलाई मेरो कसम, म तिमी बिना बाँच्नु सक्दिन। तिमी कहाँ छौ छिटो आऊ, नभए म पनि मर्छु।